हेलो बहिनी। गुड मर्निङ फ्रम माछा खोला। हामी चाहिँ मनासु सर्किट ट्रेक जान लागिरहेको छौँ है। मनासु सर्किट जानु चाहिँ अब काठमाडौँबाट माछा खोलामा आएर बस्ने अनि त्यहाँबाट चाहिँ हिँड्न थाल्ने हो। अब आजको हाम्रो जानुपर्ने ठाउँ भनेको चाहिँ जगत हो अनि यो चाहिँ लगभग 17 to 18 किलोमिटर छ है। यो गाउँको नाम चाहिँ माछा खोला हो। 57. या Almost. अलमोस्ट। I can see the steam already. हामी चाहिँ यस्तो झर्ना सर्ना बडो यस्तो हिँड्दै हिँड्दै होइन यस्तो हामीले क्रस गरिसकेका छौँ। गुड मर्निङ फ्रम जगत। आज हामी ड्याङ जाँदैछौँ है। यहाँबाट हामी निस्क्यौँ अब। हेलो। Hello. अब हामी 6-7 घन्टा हिँडेपछि चाहिँ ड्याङ पुग्छौँ अनि आज गएर हामी त्यही बस्छौँ है। यस्तै छ आजको कुराकानी चाहिँ। बाई। हस् हस्। अब चाहिँ हामी यहाँबाट फिलिङतिर लाग्छौँ। यतातिर हो त्यो पारिको गाउँ चाहिँ फिलिम हो है। यो पुल तरेपछि अब चाहिँ रोड चाहिँ सक्यो। अब चाहिँ हामी ट्रेकिङ ट्रेलमा मात्र हिँड्छौँ मनासलुभरि। यस्तै छ। हामी जगतबाट हिँडेको 1.5 घन्टामा चाहिँ फिल्म भन्ने ठाउँमा आइपुग्यौँ है। सो दिस इज फिल्म अनि यहाँ चाहिँ
घाँसहरू रहेछ। हेलो भाइ। हामी यहाँ आएर अब खाना खाएर ड्याङ जानलाई हिँड्यौँ है। अब 2 घन्टामा चाहिँ हामी ड्याङ पुग्नेवाला छौँ गाइस। हेलो दाइ। हेलो हेलो। जगतबाट हिँडेको ठ्याक्कै 7 घन्टामा चाहिँ हामी ड्याङ आइपुग्यौँ है। आज हामी यहाँ बस्छौँ and then tomorrow we'll go to Namrung. Good morning from Deng. आज चाहिँ हामी हिँडेको खै कति दिन भयो मैले ठ्याक्कै बिर्सेँ है। तर जति दिन भयो भने आज हामी जाने चाहिँ नामरुङ हो। यहाँबाट हिमाल चाहिँ देखिसकेको छ है त्यहाँनिर दामी। अब आजबाट चाहिँ मनस्टर पनि देखिन्छ। यस्तो लाएर बहिनी चाहिँ हिँडिरहेको छ जस।
यो चाहिँ गाफ हो हामी यहाँ खाना खाएर नाउ वी आर गोइङ टु नामरुङ अब हामी यहाँबाट जस्ट 2-3 घन्टामा चाहिँ नामरुङ पुग्छौँ होइन यहाँबाट यता गएपछि हामी पुग्छौँ सिनेमन रोल कति किलो एप्पल हाल्नु? रोल कति रुपियाँ 350 हामीले किनेको होइन कति पाउँछ हजुर हजुर कतिसम्म हुन्छ 350 वेलकम टु नामरुङ ल बिहानबाट ठ्याक्कै हिँडेको 7 घन्टापछि चाहिँ हामी नामरुङ आइपुग्यौँ है यही हो नामरुङ भिलेज चाहिँ अब आज हामी यहीँ बस्छौँ अनि भोलि यहाँबाट स्याला जान्छौँ भोलि चाहिँ एकदमै दामी भ्यू देख्न पाइनेवाला छ यस्तै हो अरू भने यो होटल चाहिँ दामी छ जोसिएको गुड मर्निङ फ्रम नामरुङ हामी चाहिँ नामरुङमा छौँ होइन कहाँ स्याला हुनु नामरुङ हो है अनि यहाँबाट चाहिँ हिमाल नै देखिन्छ होइन हो त्यहाँ माथि आज चाहिँ हामी स्याला जानेवाला छौँ यस्तै छ त्यो चाहिँ खबर ब्रोकत हामी चाहिँ हिँडिसकेछौँ यहाँबाट अब चाहिँ फेरि इलाका प्रहरी कार्यालय लार्गे नामरुङ भन्ने हो होइन यस्तै छ अब So we started off this sanctuary. स्याला दाइ स्याला भयो स्याला भयो ए सही हो होटलमा बस नामरुङबाट हिँडेको ठ्याक्कै 3 घन्टा 15 मिनटमा चाहिँ हामी लो पुग्यौँ है म यहाँ खाना खाएर 2 घन्टापछि चाहिँ हामी स्याला पुग्छौँ हिमाल देखिरहेछ मनस लो त्यहाँ पछाडि अलिकति बाँकी चाहिँ बादलले छेकिरहेछ होइन
ल अहिले चाहिँ हामी स्याला पुगिसक्यौँ होइन ठ्याक्कै हेलो बहिनी त्यस्तो दामी हिमाल देखिन्छ होइन मनस्लो चाहिँ बादलले छोपिरहेछ नयाँ गुम्बा बन्दैछ है यतातिर चाहिँ Good morning from Sala. माथि आएर दामी भ्यू हेरेर होइन चाहिँ हामी तल फर्किन लागिरहेछौँ अनि आज हाम्रो आमा गाउँ जान्छौँ यहाँ त्यहीँ बस्छौँ ए हो ल अहिले चाहिँ हामी स्यालाबाट सामा गाउँ जान हिँडिसक्यौँ है अब ठ्याक्कै 2 घन्टामा चाहिँ हामी पुग्नेवाला छौँ सामा गाउँबाट पनि देखिने भ्यू चाहिँ यस्तै यस्तै हो अहिले चाहिँ 1 बज्न लागेछ भनेपछि हामी 3 बजीतिर पुग्छौँ ल त्यही हो यो चाहिँ सामा गाउँको स्कुल हो है यहाँ चाहिँ वरिपरि हिमाल छ अनि बिचमा चाहिँ ठ्याक्क स्कुल होइन स्कुलमा चाहिँ 40 जना स्टुडेन्ट ल यहाँ चाहिँ गाइजहरू क्रिकेट खेलिरहेछन् है ल भलिबल पनि रहेछ त यहाँ त ल सही हो Morning from Sama गाउँ अब हामी यहाँबाट चाहिँ वीरेन्द्र लेक जानलाई हिँडिसक्यौँ नि अब लगभग 1 घन्टा जतिमा हामी वीरेन्द्र लेक पुग्छौँ त्यसपछि फर्केर हामी यहीँ बस्नेवाला छौँ आज गाइज हामी अहिले आइपुगिसकेको छौँ वीरेन्द्र लेकमा यस्तो दामी भ्यू देखिरहेछ होइन मनस्लो चाहिँ बादलले छोप्दैछ अलिकति अरू चाहिँ सब ठिक वीरेन्द्र तालबाट मनस्लोको भ्यू हेरेर अब फर्किन लाग्यौँ सामा गाउँ भोलि हामी जान्छौँ राम्रो हावा पनि चल्न थाल्यो है ल रमाइलो छ यतातिर
भिडियो भइरहेछ त ए ला हो र त्यो बन्द गर्नु त गुड मर्निङ फ्रम सामा गाउँ आज चाहिँ हामी सामदो जानलाई हिँडिसक्यौँ बिहान 9 बजे अहिले चाहिँ है अब हामी लगभग 3 घन्टामा त्यहाँ पुग्छौँ अनि आजको चाहिँ सक्यो फेरि हिँड्ने काम अनि भोलि त्यहाँबाट धर्मशाला पर्सि पास त्यसपछि सक्यो होला सामा गाउँ चाहिँ यही हो है होटलहरू पनि टन्नै छ यहाँ हिमाल दामी देखिन्छ बिस्मिल्लाह Love to be, I think, things works. This Good morning from Samdo. This is Samdo हो है यस्तो राम्रो हिमाल देखिरहेको छ यहाँबाट अब हामी धर्मशाला जानलाई हिँडिसक्यौँ अब 3 घन्टा जतिमा चाहिँ हामी यहाँबाट धर्मशाला पुग्छौँ त्यो चाहिँ हो त्यहाँ पारिबाट यता पछाडि हो त्यसपछि आज त्यहाँ बसेर भोलि पास गरेपछि हाम्रो मनस्लु सर्किट पनि लगभग सकिन्छ Halala. And I found this really funny because I heard no one saying that in French. So guys, this is Dharmasala. Guys, this is Dharmasala. हामी तलबाट हिँडेको 3-4 घन्टामा चाहिँ यहाँ आइपुगिसक्यौँ हैन त्यहाँ चाहिँ ब्लू शिपको ग्रुपै छ है टन्न आइरहेको छ है अब आज यहाँ बसेर भोलि पास गरेर हामी जान्छौँ अन्त दाइ हो के छ दाइ खबर ए अल गुड हैन त फ्यान्टास्टिक गुड मर्निङ फ्रम धर्मशाला अब हामी चाहिँ तारके पास जानलाई हिँडिसक्यौँ है अझै बिहानको 4 बजे छ पुरा आउँदै आएर छ अब
4 घन्टामा चाहिँ हामी पास पुग्छौँ त्यसपछिबाट चाहिँ ओह्रालो जाने हो अनि ट्रेक सक्यो How are you, my friend? Hey, good and you? पास आउनुभन्दा 1-1.5 घन्टा अगाडि चाहिँ यहाँ टी हाउस एउटा यता चाहिँ सनराइज भइरहेको छ दामी देखेको छ है वरिपरि हिमाल छ snowfall. फाइनली कति घन्टा पछि भन्दाखेरि 4 घन्टा हिँडेपछि चाहिँ हामी आइपुग्यौँ लार्के पासमा होइन दाइ के छ त नमस्ते म लोक तथा दोहोरी गायक सन्तोष सुन्दारा हामी 4 घन्टाको यात्रापछि लार्के पासमा आइपुगेका छौँ हाम्रो यो 5106 मिटर माथि आइपुगेका छौँ हामी सबैजना खुसी साथ ह्याप्पी छौँ वेदरको बारेमा के भन्नु छ सब सकुशल आइयो सब खुसी छौँ भन्न चाहन्छु Time. ल लार्के पासबाट हामी ओह्रालो लाग्यौँ होइन हिउँ छ त्यस बाटोमा चिसो हावा चलिरहेको छ लार्के फेदीमा खाना खाएर चाहिँ अब हामी जाँदैछौँ भिमथाङ गाइज हाम्रो भिमथाङ जान्छौँ त्यसपछि भोलि हामी धारापानी पर्सि काठमाडौँ बाई बाई हामी चाहिँ अब भिमथाङ आइपुग्यो है यहीँ बस्छौँ अझ भोलि यहाँबाट धारापानी गएपछि पर्सि काठमाडौँ जानेवाला छौँ हामी गाइज यो चाहिँ के गरेर छ भन्दा पूजा गरे कि खै के गरे गुड मर्निङ फ्रम भिमथाङ आज चाहिँ हाम्रो ट्रेकको लास्ट डे हो होइन अब यहाँबाट हामी धारापानी जान्छौँ अनि भोलि चाहिँ त्यहाँबाट हामी गाडीमा जान्छौँ ट्रेक सक्यो एकदम भिमथाङमा छौँ है यस्तो राम्रो हिमाल देखिरहेको छ यहाँबाट बाई बाई
हामी चाहिँ ठ्याक्कै धारापानी आइपुग्यौँ है। अब आज यहीँ बस्छौँ। हाम्रो ट्रेक चाहिँ अफिसियल्ली सक्यो। सी यू इन नेक्स्ट भिडियो।